प्रधानमन्त्रीले के भन्नुहुन्छ, म भ्रष्टाचार गर्दिनँ, भ्रष्टाचार के सहन्न पनि भन्नुहुन्छ। अब अनुहार हेर्दिन के भन्नुभएको छ। उहाँ नै दुईचोटि प्रधानमन्त्री हुँदा यत्रो काण्ड घटेको रहेछ। 30 अरबको यो डिल हो। यो दुईटा वाइड बडी किन्ने अमेरिकी डलरमा चाहिँ करिब यो 21 करोड 63 लाख डलरको डिल। नेपालका जसले निर्णय गर्ने हुन्, कलम धस्काउनेहरू सबै ठालु नेताहरू हाम्रो गोजीमा छन् भनेर यहाँ नेपाल अफिसियल 1 ले इमेल लेखेको प्रमाण यहाँ छ हैन। यसरी यो सेटिङ क्या 2016 को नोभेम्बरदेखि गरेर जहाज हाम्रो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रेको मितिसम्ममा लगभग 41 लाख डलरको चाहिँ घुस चाँजो पाँजो कसरी मिलाएको रहेछ। 55 करोड घुस बाँड्ने प्रपञ्च छ। अनि नेताहरू चाहिँ उन्मुक्त। तिमीलाई म मुद्दा चलाउँदिन, तर तिमीले यही काम गरेको हुनाले प्रमाणित भएकोले तिमीले जरिवाना तिर्नुपर्छ। 55 मिलियन डलर अर्थात् नेपाली रुपियाँ अनुसार 750 करोड रुपियाँ उसलाई जरिवाना तिराइएको छ। कारण उसले चाहिँ साउथ अफ्रिका, दक्षिण अफ्रिका र नेपालमा यहाँका भ्रष्ट नेता र कर्मचारीहरूलाई प्रभावमा पारेर जुन चाहिँ अनुचित नाफा गर्यो, त्यो चाहिँ 24 मिलियन डलर उसले कमाएको रहेछ। नेपालको डिलबाट मात्रै 6 मिलियन डलर खाएको रहेछ।